मैले मभन्दा अगाडि बोल्ने वक्ताहरूको महत्त्वपूर्ण विचारहरू सुने। यो विचार सुन्दा मलाई लाग्यो हामी हलो, जुवा र गोरुलाई विस्थापित गर्दै हामी आधुनिकीकरणतर्फ लाग्दैछौँ। त्यसकारणले यो असाध्यै खुसीको पाटो पनि हो। मैले आफूलाई अहिले आफैले त्यहाँ बस्दा बस्दै विश्लेषण गरेँ। अब मैले गोरु भएर खोज्न पनि नपर्ने भयो। म मन्त्रीबाट हटाइदिनँ, सांसदबाट हटाइदिनँ। अब कम्तीमा मेसिनरी चिजबाट अगाडि लाग्न सकौँ। हामी त्यसतर्फ अगाडि बढ्दा सुविधै होला भएर भनेको यसभन्दा अगाडि नै मैले 4-5 वर्ष अगाडि परीक्षण गरेँ। आफैले त्यो मिनी टेलर भन्छ कि के भन्छ, हाते ट्र्याक्टर हाम्रो गाउँले चलाउँछ। हाते ट्र्याक्टर ल्याएर चलाएको शरीर पुरै थर्कियो एउटा। अर्को चाहिँ त्यो बिग्रिएपछि यति पीडा छ, त्यो पीडाको कथा फेरि यहाँ भनिरहँदा त्यति उपयुक्त पनि नहोला। मैले धेरै पटक भनि पनि सकेको छु। त्यसकारणले मलाई लाग्यो हामीले साँच्चै हो पुरानो परम्परामा बस्न सक्दैनौँ, बस्न पनि हुँदैन यसको अर्थ। तर भविष्य चाहिँ हामीले अलिकति अध्ययन चाहिँ गर्नुपर्ने जरुरी होइन र भन्ने पनि लागेको छ। किन हामीले आधुनिक ढङ्गबाट जुन यान्त्रिकरण लगायतका चिजहरू भित्राउँदैछौँ, त्यो सामान्य गरिबीमा रहेका किसानहरूका विषयमा हामीले के सोचेका छौँ? मेरो प्रश्न त्यहाँनिर मात्रै। जसको 2 रोपनी जमिन छ त्यसले त्यो यन्त्र भित्राउन पनि सक्दैन, हली र गोरु जुवा पनि पाउँदैन। त्यसको भविष्य के होला? म सोफामा बसिराखेको छु, त्यसपछि चाहिँ म अलिकति चिन्तित बनेको छु। मेरो यति मात्रै हो। त्यसकारणले हामी सबै जिम्मेवार यहाँ उपस्थित छौँ। धेरै सन्दर्भमा कुरा उठ्यो। त्यो उठेका कुराको जवाब दिन खोजेको चाहिँ होइन। तर मलाई के लाग्छ भने हामीले बोल्दै जाँदा के भन्यो, हामीले कृषि कर्म गर्ने मान्छेहरूलाई सहुलियत दरमा चाहिँ बैंकबाट लोनको व्यवस्था गर्दा हुन्छ, अनुदानको जरुरी पनि छैन एउटा। अर्कोतर्फ यान्त्रिकरण किन्दा हामीलाई बैंकले लोन दिए पनि हुन्छ पनि भन्छ। मलाई लाग्छ हामी बैंक सञ्चालन गर्नेमै धेरै थुप्रै व्यक्तित्वहरू पनि संलग्न छ। बैंकको जात कस्तो रहेछ, यसले तिर्न सक्छ भने पैसा दिन्छ, नभए दिँदैन। तिर्न नसक्ने मान्छेलाई दिँदैन नि। मेरो जम्मा 2 रोपनी 3 रोपनी जमिन छ भने मलाई 20 लाख रुपियाँ बैंकले पत्याउला, पत्याउँदैन। त्यसकारणले व्यवहारमा जे चिज हामी संलग्न छौँ त्यसतर्फ सबैजना लाग्नुपर्ने जरुरी छ। अघि हाम्रो चन्द्र सर, उद्योग वाणिज्य सङ्घका आदरणीय अध्यक्षज्यू चन्द्र ढकाल सरले पनि यो सन्दर्भ निकाल्नु भएको थियो। त्यसकारणले हामी साँच्चै भन्ने हो भने नेपालको विकास र उन्नति गर्ने हो भने, नेपालको विकास र उन्नतिका लागि मैले देखेको के हो भने गरिबीबाट मुक्ति चाहिँ कसरी दिलाउने भन्ने तर्फ पनि एकतिरको कुरामा राखौँ। समृद्धि त्यहाँबाट सुरु हुन्छ। अनि त्यसपछि मागेर खाने कोही पनि हुँदैन भन्ने ढङ्गबाट सोच बनाउनु मुलुकको विकास सम्भावना छ। मैले साथीहरूका बीचमा यति निवेदन गर्न चाहे। त्यसकारणले मेरो आग्रह छ, आज नेपाल साँच्चै नै भन्ने हो भने मेसिनरी चिजबाट मात्रै सिङ्गो नेपाली आत्मनिर्भर हुन्छ, यो हामीले पनि बुझेका छौँ।
सिङ्गो नेपाली आत्मनिर्भर चाहिँ हुन्छ, तर खानै नपाउने पनि यो ठाउँमा हुन्छ है। त्यसकारणले तललाई पनि सोचौँ, माथि मात्रै नपुगौँ भन्ने धारणा हामीले राख्न सकेको अवस्थामा नेपालको समृद्धि छ र हामीले जे जति छलफल गरेका छौँ त्यो छलफलबाट लक्ष्य प्राप्ति हुन्छ भन्ने विषयमा म साथीहरूसँग नजिक रहेरै छलफल गर्नका लागि तयार छु। नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घसँग मैले बसेर छलफल गरेँ। उहाँहरूले राख्नु भएको विचार मलाई वास्तवमा उपयुक्त लागेको छ। उहाँहरूले मलाई आजको कार्यक्रममा निमन्त्रणा गरेर जाँदा एकछिन टाइम लिएरै बसेर छलफल हामीले गऱ्यौँ। साथसाथै आगामी वर्षको नीति र कार्यक्रममा कस्ता कस्ता चिजहरू चाहिँ मतलब प्राप्त हुन सक्छ भन्ने सन्दर्भमा पनि उहाँहरूसँग छलफल भएको थियो र मैले कतिपय कुराहरू यो चाहिँ सहभागी गराउन सकिन्छ होला भनेर एकातिर सोचेको छु भने अर्कोतर्फ मुलुक अत्यन्त आर्थिक सङ्कुचनमा छ। नेपाल सरकारको एउटा सदस्य भएका नाताले, मन्त्रीका नाताले बोल्न त बोलौँला, तर बोलेको चिज पुरा हुन सकेन भने फटानै रहेछ भनेर त्यही दर्जामा चाहिँ कसरी गएर बस्ने होला भन्ने चिन्ताले पनि छोडेको छ। हामी अत्यन्त सङ्कुचनमा छौँ मुलुकको अवस्था। त्यसैले यहाँ उठेका सन्दर्भहरू देशैभरि घुमेर हेरेर अध्ययन गरिरहँदाखेरि आएका परिस्थितिहरू र जुन अप्ठ्याराहरू छन् खल्तीमा भएदेखि तत्कालै झिकेर दिइहाल्न पाए यो समस्या समाधान हुन्थ्यो भन्ने लाग्छ। तर गरौँ के, असजिलाहरूले हामीलाई घेरेको छ। त्यो असजिलाका बिचमा हामीले जीवन निर्वाह पनि गर्नु परेको छ, यो गुजारा पनि गर्नु परेको छ। त्यसकारणले म यहाँहरूका बिचमा नेपालको कृषि प्रणाली अझै पनि परम्परागत प्रविधिमा नै निर्भर छ। हामीले गहुँ, मकै, कोदो उत्पादन गर्न छोडेका छैन, जसले उत्पादनशीलता र प्रतिस्पर्धात्मक क्षमतामा बाधा पुर्याइरहेको छ। यदि हामीले आधुनिक यन्त्र प्रविधिको प्रभावकारी प्रयोग गर्न सकेनौँ भने हाम्रो कृषि प्रणाली पछाडि पर्नेछ। यो पक्का पनि यही नै हुन्छ। त्यसैले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकरणलाई प्राथमिकतामा राख्नुपर्नेछ। यान्त्रिकरण भन्ने बित्तिकै म कृषि मन्त्रालयमा कृषि मन्त्रीको जिम्मेवारी लिइसकेपछि मलाई लाग्छ 9-10 दिनको दिन हुन सक्छ, 9-10 दिनका बिचमा होला। म वीरगञ्ज गएँ। वीरगञ्जमा किन गएँ त भनेर भन्दा त्यहाँ आविष्कार केन्द्र खोलिएको थियो। कृषिमा आवश्यक पर्ने आविष्कार के हुन सक्ला र हामी त्यहाँ वीरगञ्जमा गयौँ। महावीरसँग लगायत सबै त्यहाँ काम गर्ने साथीहरूसँग हामीले भेट्यौँ। तत्कालीन अवस्थामा बजेट आइसकेको थियो, हामी पछि हेर्न गयौँ। तत्कालै व्यवस्थापन गर्न के पनि सकिने देखिएन। हामी फर्केर आयौँ, पछि मन्त्रालयमा पनि भेट गऱ्यौँ। हामीले यो यान्त्रिकरणको कुरा गरिरहँदा कम्तीमा हामीले स्वदेशमै निर्माण गर्न सक्छौँ, उत्पादन दिन सक्छौँ, कृषकहरूका घर घरमा पुर्याउन सक्छौँ भने यस्तो तर्फ पनि हामीले विशेष ध्यान दिनुपर्छ भनेर मैले अहिले सन्दर्भवश यो कुराहरू पनि मैले यहाँहरूको बिचमा राख्न चाहन्छु। त्यसैले उत्पादन आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याएका कारण आज हामी कृषि प्रविधि तथा यान्त्रिकरण प्रवर्धनमा यो चरणसम्म हामीहरू आइपुग्नु पछाडि हामीसँग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, यदि साँच्चै हामीले यसको व्यवस्थापन गर्न सकेका थिएनौँ भने अहिले हामी अलिकति फड्को मार्ने अवस्थामा त पुगेका छौँ। यसतर्फ हामीले अलिकति
ध्यान पुर्याउनु पर्ने जरुरी मैले देखेको छु। तरै पनि यो पूर्ण चाहिँ होइन, हामीलाई के यतिकैले पुग्यो त होइन, यसमा थप विकास गर्नुपर्ने जरुरी हामीले देखिरहेका छौँ। यतिले मात्रै पुग्दैन, किनभने कृषकहरूको थुप्रै किसिमका समस्याहरू छन्। त्यो समस्यालाई समाधान गर्ने, त्यो चुनौतीको पार गर्ने कसले त भन्दा हामीले नै। हामी यो कृषि क्षेत्रमा संलग्न हुने र हामी जो सरकारमा छौँ, सरकारले यो चुनौती पार गर्ने। त्यसकारण कृषि मन्त्रालय यससँग सम्बन्धित रहेर अगाडि बढ्नुपर्ने जरुरी देखिएको छ। हामीले आज चाहिँ मतलब भित्र्याएका जुन यन्त्र उपकरण र गुणस्तरका विषयमा जुन ढङ्गको प्रश्न उठेको छ, कतिपय साथीहरूले त सुनिसक्नु भयो होला। मैले 2टा ट्र्याक्टर म आफैले फटाएँ, 2 वर्षमा 2टा ट्र्याक्टर, आधे ट्र्याक्टर। एक बारी लगाइयो बिग्रियो। मैले 50,000 पहिलोपटक किने, त्यो पनि अनुदान सहित 50,000 हाल्नु पर्यो, त्यो अनुदानको थियो। चलाइयो, एक बारी लगाउनु बित्तिकै बिग्रियो, चलेन। त्यसलाई बजारबाट मान्छे खोजेर ल्याएर बनाउनु लागेको 10,000 रुपियाँ लाग्यो। एक बारी अर्को लगायो, अर्कोपटक बनाउँदाखेरि 11 कि 12,000 लाग्यो। 22,000 पुगेपछि 50 र 20 22ले 72,000 पुग्यो। भइयो यो ट्र्याक्टर बेचौँ भने 10,000 बिक्री। मैले यो एकदम यथार्थ कुरा गरेँ। म यहाँ साथीहरू आज यो 9औं साधारण सभा गरिराख्नु भएको छ। जो व्यवसायी साथीहरू हुनुहुन्छ, मेरो व्यवसायी साथीहरूलाई मेरो विशेष आग्रह के छ भने, सर्वप्रथम त तपाईहरु व्यवसाय मात्रै नगर्नुस्, आविष्कारले तपाईहरु लाग्नुस्। शुभकामना छ। तपाईहरुले यो आफैले उत्पादन गर्ने काममा लाग्नुस्। कमाउने परिवेश राम्रै ढंगबाट कमाउन। तर जब हामीले व्यवसाय गरेका छौं भने त्यसको कम्तीमा त्यो एरियामा 100 घर होला, 200 घर होला, 400 वटा टेलर होला, तिनीहरुको मर्मत गर्ने जिम्मेवारी चाहिँ त्यो सेक्टरमा फलानु भयो भनेर जानकारी गराइदिन सक्यो भने सक्दा वडा तहमा, यदि भएन भने एउटा पालिकामा 2 जना 3 जना मान्छे तपाईले तयार गरिदिन सक्नुभयो भने यो सधैँ फेरि 12 महिना बारीकाल बनाउनु पर्छ भन्ने पनि होइन। हामी बर्खा तपाईको सिजनमा हो, उ मान्छेले रोजगारी पनि पाउँछ, तर त्यसको व्यवस्थापन यस्तो अत्यन्तै महँगो पनि नहोस्। मैले जस्तो मान्छे आत्तिएर मैले 2 पटक बिग्रदा 10,000 तिर्न पर्यो, अनि त्यसपछि मान्छेले के गर्न सक्छ? किनभने म भन्दा तल्लो तहको कृषक धेरै मान्छेहरू गाउँमा छ, चाहे त्यो तराईमा होस्, चाहे त्यो पहाडमा होस्, चाहे त्यो हिमालमा होस्। हामीले गरेको काम विश्वासिलो र भरपर्दो चाहिँ हुनुपर्छ भन्ने मान्यता हामीले राख्छौँ। त्यसकारण व्यवसायी साथीहरूलाई मेरो यो चाहिँ विशेष आग्रह नै हो है, यसतर्फ यहाँहरूले चाहिँ मतलब ध्यान दिनुहुनेछ। कृषि मन्त्रालयले यन्त्र उपकरण परीक्षणका सन्दर्भमा परीक्षण गर्ने व्यवस्थाको निमित्त हामीले अन्तर्राष्ट्रिय प्रयोगशालाको सम्बन्ध लिने अन्तिम चरणमा छौँ। अहिले सचिवले पनि धेरै सन्दर्भ निकालिसक्नु भएको छ। नवलपुरमा यसको अफिस छ। यो आगामी वर्षदेखि यसको परीक्षण गर्ने व्यवस्थाका लागि हाम्रो मन्त्रालयको तर्फबाट काम भइरहेको छ। यहाँहरूले जानकारी पनि पाउनु भएको छ। हाम्रो समुदायप्रति, कृषकप्रति सामाजिक दायित्व पनि त्यतिकै महत्त्वपूर्ण छ। हाम्रा कृषकहरूले प्रयोग गर्ने यन्त्र उपकरणको गुणस्तर तथा मर्मत सम्भार मैले अघि नै भनिसकेँ अत्यन्तै चुनौतीपूर्ण छ। हामी आत्तिएका छौँ। गार्मेन्ट भेगमा बस्ने मान्छेहरू आत्तिएका कुरा मैले अघि नै निवेदन गरेँ। यसको निमित्त कृषि यन्त्र उपकरण मर्मत सञ्चालन सम्बन्धी स्थानीय तालिम केन्द्र स्थापना सञ्चालनको निमित्त सहकार्य हाम्रो जरुरी नै हो। यसको व्यवस्थापन नहुने हो भने
असाध्यै अप्ठ्यारो छ। त्यसकारण व्यवसायी साथीहरू चाहिँ मतलब म यही कुरा निवेदन गर्न चाहन्छु। यान्त्रिकीकरण प्रवर्धनको सन्दर्भमा खड्केको महत्त्वपूर्ण पाटो भनेको चाहिँ पुरुषले मात्रै त्यो मिनिटेल चलाउन सक्ने स्थिति नहोस्। महिला मैत्री बन्यो भने त्यसले चाहिँ मतलब थप मद्दत पुग्ला। यसको व्यावसायिकताप्रति पनि विश्वासिलो वातावरण बन्न सक्छ। अहिले छोरा मान्छेहरूले सबैले गाउँ छाडेर बाहिरिने, जो मान्छेको थोरै जमिन छ उसको चाहिँ मतलब खेतीपाती नै नहुने अवस्था। पहिलाको गोरु र चाहिँ मतलब जुवा लिएर तपाईको गएर चाहिँ मतलब के अरे पुरुष चाहिन्न थियो। अहिले त्यो सम्भावना वास्तवमा भन्नुहुन्छ भने धेरै टाढा पुगिसकेको छ। यसतर्फ हामीले अलिकति सोच्न पर्नेछ। त्यसकारणले जसले निर्माण गर्छ वारिपारी त्यहाँसुकैकाले निर्माण गरौँ। व्यावसायिक रूपमा बिक्री गर्न ल्याइन्छ भने महिला मैत्री पनि आउन सके राम्रो हुन्थ्यो भनेर भन्ने विषयमा म ध्यान दिन निवेदन गर्छु। अनुसन्धान तथा नवीनता प्रविधि विकासका लागि सङ्घ नामिया नार विश्वविद्यालय एकै ठाउँमा उभिनु पर्ने जरुरी र मन्त्रालय पनि त्यसमा रहने कुरा मैले यहाँहरूलाई आग्रह गर्न चाहन्छु। र साथसाथै हाम्रो स्थानीय स्तरमा सीमान्तकृत कृषकहरूलाई केन्द्रित गरी कृषि यन्त्र बैंक स्थापनाको अवधारणाको नेतृत्व लिन म नामियालाई अनुरोध गर्न चाहन्छु। हामीले के चाहिँ सोच बनाएका छौँ भने व्यवसाय गरेका छौँ। त्यो व्यवसाय गर्दा गर्दै हामीले पोइन्ट फाइदा बरु कृषकसँग पनि पोइन्ट 1 लिएर कम्तीमा एउटा बैंक स्थापना गर्यो भनेदेखि त्यो अवस्थामा ठुलो सहयोग पुग्छ। हामीले त्यो यसतर्फ चाहिँ मतलब ध्यान जानका लागि म विशेष गरी यो संस्थालाई हार्दिक अनुरोध गर्न चाहन्छु। आज यो समारोहमा धेरै सन्दर्भ र धेरै विचारहरू आए। त्यो विचारहरूलाई मैले पनि धेरै कुराहरू टिपेको छु। हामी गम्भीरतापूर्वक यसमा गम्भीर हुनैपर्छ। किन तपाईँले कल्पना गर्नुहोस् त, पुरानो रैथाने चिज सबै हटिसक्यो। अहिले देशभरि घुम्दाखेरि एक हल गोरु र हलो के अरे लिएर हिँड्ने मान्छे मैले अस्ति तपाईँको सिन्धुलीबाट उता जाँदै गर्दा एक हल गोरु र तपाईँको हलो काँडमा हालेको एकजना मान्छे मात्रै देखेँ। सम्भावनै छैन, कहिले देखिन्न। गोठालो भन्ने चिज हट्यो। गाई गोरु पालेन गोठालो जाने हो।